यो भिडियोमा मैले हजुरहरूलाई मेरो भियतनाम आइटिनरी सेयर गरेको छु। पहिलो दिन म गएँ हानोई र त्यहाँबाट सिधै गएँ हानोई ओल्ड क्वार्टर र त्यहाँ गएर म ट्रेन स्ट्रिट घुमेँ र त्यहाँको लोकल फुडहरू एक्सपिरियन्स गरेँ। दोस्रो दिन म हालोङ बे ओभरनाइट क्रुज गएँ। त्यो क्रुजको डिटेल भिडियो मैले अर्को भिडियोमा बनाएको छु, हजुरहरूले मेरो प्रोफाइलमा चेक गर्न सक्नुहुन्छ। तेस्रो दिन जान सकिन्छ मेगा ग्रान्ड वर्ल्ड। मेगा ग्रान्ड वर्ल्ड जानको लागि फ्रीमा भिन बस पाउँदो रहेछ र त्यो ठाउँ हानोई ओल्ड क्वार्टरबाट करिब 1-1.5 घन्टाको दूरीमा पर्दो रहेछ। मेगा ग्रान्ड वर्ल्डमा त्यहाँको सपमा ड्रेसहरू रेन्टमा लिएर प्रोफेसनल फोटोसुट पनि गराउन सकिन्छ। चौथो दिन हानोईबाट फ्लाइट लिएर जान सकिन्छ दानाङ सिटी। त्यो दिन हजुरहरू ड्र्यागन ब्रिज, लभलक ब्रिज, माइखे बीच अनि हान मार्केट घुम्न सक्नुहुन्छ। डे 5 मा जान सकिन्छ बाना हिल्स। बाना हिल्समा भियतनामकै फेमस गोल्डन ब्रिज रहेको छ। डे 6 मा हजुरहरू जानुहोला होइयान सिटी। होइयान सिटी 1 नाइट स्पेन्ड गर्नै पर्ने ठाउँ हो। त्यहाँ हजुरहरूले कोकोनट बोट राइड र ल्यान्टन बोट राइड गर्न सक्नुहुन्छ। डे 7 मा हजुरहरू जान सक्नुहुन्छ चाम आइल्यान्ड। चाम आइल्यान्डमा हजुरहरूले डिफ्रेन्ट वाटर एक्टिभिटिज जस्तै स्नर्कलिङ गर्न सक्नुहुन्छ। डे 8 मा हजुर दानाङ सिटी फर्केर त्यहाँ रहेको बिचमा रिल्याक्स गर्न अनि त्यहाँ रहेको मार्केटमा सपिङ गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई पनि यो आइटिनरी मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।